विकास हाइड्रो पावर कम्पनी लिमिटेडले आइपिओ सेयर निष्कासन गर्न मिति सार्वजनिक गरेको छ। यदि तपाईहरु पनि नयाँ कम्पनीको आइपिओको पर्खाइमा हुनुहुन्छ भने यस भिडियोलाई स्किप नगरिकन लास्टसम्म हेरी सम्पूर्ण जानकारी प्राप्त गर्नुहोला। आजको यस भिडियोमा हामीले विकास हाइड्रो पावर कम्पनी लिमिटेडले कहिलेदेखि आइपिओ सेयर निष्कासन गर्न लागेको हो, कति किता आइपिओ सेयर निष्कासन गर्न लागेको हो र यस कम्पनीको आइपिओमा आवेदन दिन कति पैसा लाग्न जानेछ, यस कम्पनीको आइपिओमा कसले आवेदन दिन पाउनेछन्, यस कम्पनीले आइपिओ सेयर निष्कासन गर्नको लागि के कस्तो रेटिङ प्राप्त गरेको छ र यस कम्पनीको आइपिओमा हामीले कति किता आवेदन दिने, यी सम्पूर्ण कुराहरूको बारेमा जानकारी प्राप्त गर्नेछौं। साथीहरु, शेयर बजारसँग रिलेटेड नयाँ र ताजा अपडेट हेर्न नछुटाउनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला, बेल आइकनमा क्लिक गरी अल नोटिफिकेसनलाई पनि सेट गर्नुहोला। हस्त सुरु गरौँ। निकै लामो समयपछि हाइड्रो पावर सेक्टर अन्तर्गत रहेको विकास हाइड्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आइपिओ सेयर निष्कासन गर्न 2082 वैशाख 16 गते नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। जस अनुसार यस कम्पनीले कुल 44,54,59,600 रुपैयाँ बराबरको हुन आउने कुल 44,54,596 किता अंकित मूल्य 100 का दरमा सर्वसाधारणमा आइपिओ सेयर निष्कासन गर्न लागेको छ र यस कम्पनीले आफ्नो आइपिओ सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। साथीहरु, यानी कि यस कम्पनीको आइपिओ निष्कासन तथा बाँडफाँड गर्ने सम्पूर्ण जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। अब हामीहरुले बुझ्नेछौं यस कम्पनीको आइपिओमा कसले आवेदन दिन पाउनेछन्। साथीहरु, कम्पनीले स्थानीयलाई 9,09,10,100 रुपैयाँ बराबरको हुन आउने कुल 9,09,101 किता अंकित मूल्य 100 का दरमा आइपिओ सेयर निष्कासन गर्न लागेको हो। जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि निष्कासन गरेको सेयर मध्ये 3,63,640 किता सेयर अति प्रभावित क्षेत्रका गोरखा जिल्लाका धर्चा गाउँपालिका वडा नम्बर 4 र 5 मा अस्थायी बसोबास गर्दै आइरहेको बासिन्दाहरूको लागि आइपिओ सेयर निष्कासन गर्न लागेको हो भने कम्पनीले 5,45,461 किता सेयर प्रभावित क्षेत्रका गोरखा जिल्लाका धर्चा गाउँपालिका वडा नम्बर 1, 2, 3, 6 र 7 मा अस्थायी बसोबास गर्दै आइरहेका बासिन्दाहरूको लागि आइपिओ सेयर निष्कासन गर्न लागेको हो। त्यसैगरी यता कम्पनीले सर्वसाधारणमा निष्कासन हुने सेयर मध्ये 10% सेयर अर्थात् 3,54,550 किता अंकित मूल्य 100 का दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका लगानीकर्ताहरूका लागि छुट्याएको छ भने कम्पनीले म्युचुअल फन्डका लागि 1,77,275 किता र कम्पनीले आफ्नो कर्मचारीहरूका लागि 70,910 किता आइपिओ सेयर छुट्याएको छ। अब हामीहरूले बुझ्नेछौं यस कम्पनीको आइपिओमा कहिलेदेखि कहिलेसम्म आवेदन दिन पाइनेछ। साथीहरु, विकास हाइड्रो पावर कम्पनी लिमिटेडको आइपिओमा दुवै समूह यानी कि स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका लगानीकर्ता जेठ 20 गतेदेखि आवेदन दिन सक्नेछन् भने यद्यपि स्थानीयले भने सो अवधिमा पूर्ण आवेदन नदिएमा असार 4 गतेसम्म आवेदन दिन पाउनेछन्। तर वैदेशिक रोजगारमा गएका लगानीकर्ताहरूले जेठ 20 गतेसम्म चाहिँ आवेदन दिइसक्नुपर्ने हुनेछ। त्यसैगरी साथीहरु, यस कम्पनीको आइपिओमा दुवै समूहका लगानीकर्ताहरूले न्यूनतम 10 किताका लागि आवेदन दिनुपर्ने हुन्छ भने अधिकतममा 10,000 कितासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। त्यसैगरी साथीहरु, यस कम्पनीको आइपिओमा न्यूनतम 10 किता आवेदन दिनको लागि 1,000 रुपैयाँ मात्र भए पर्याप्त हुनेछ, किनकि कम्पनीले अंकित मूल्य 100 का दरमा मात्र आइपिओ सेयर निष्कासन गर्न लागेको हो। र साथीहरु, वैदेशिक रोजगारमा गएका लगानीकर्ताहरूले यस कम्पनीको आइपिओमा न्यूनतम 10 किता मात्र आवेदन दिँदा उपयुक्त हुनेछ भने स्थानीय बासिन्दाहरूले 10 किता भन्दा धेरै आवेदन दिनुहोला, किनकि स्थानीय बासिन्दाहरूलाई 10 किता भन्दा बढी पर्न सक्ने धेरै सम्भावना रहेको छ। साथीहरु, त्यसैगरी यस कम्पनीको आइपिओमा स्थानीय बासिन्दाहरूले आयोजना कार्यालय प्रभु क्यापिटल, कमलादी, हिमालयन बैंकको धर्चा शाखा र प्रभु बैंकको अरुपात शाखाबाट आवेदन दिन सक्नेछ भने आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दस्तखत फर्म बापत 2 रुपैयाँ शुल्क बुझाउनु पर्ने हुन्छ। त्यसैगरी साथीहरु, वैदेशिक रोजगारमा रहेका लगानीकर्ताहरूले भने सियासबा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत यस कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन्। त्यसैगरी साथीहरु, विकास हाइड्रो पावर कम्पनी लिमिटेडले अंकित मूल्य 100 का दरमा आइपिओ सेयर निष्कासन गर्न गराएको रेटिङमा एकरा नेपाल क्रेडिट रेटिङ एजेन्सीले यस कम्पनीलाई BBB- इस्युअर रेटिङ प्रदान गरेको छ, जसले यस कम्पनीको दायित्व वहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्दछ। त्यसैगरी साथीहरु, विकास हाइड्रो पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र श्रम स्वीकृतिले वैदेशिक रोजगारमा गएका लगानीकर्ताहरूका लागि निष्कासन गरेको आइपिओ को बाँडफाँड गरिसके पश्चात
यस कम्पनीले बाँकी रहेको आइपिओ सेयर सर्वसाधारणका लागि निष्कासन गर्न जानेछ। यदि तपाईहरू पनि श्रम स्वीकृतिले विदेशी रोजगारमा हुनुहुन्छ अथवा यस कम्पनीको आयोजना प्रभावित स्थानीय बासिन्दाहरूमा पर्नुहुन्छ भने यस कम्पनीले निष्कासन गर्न लागेको आइपिओ भन्न नछुटाउनु होला साथीहरू। यो तपाईहरूको लागि एउटा राम्रो अवसर रहेको छ। तपाईहरू अरु कुन कम्पनीको आइपिओ एफपिओ राइट सेयरको पर्खाइमा हुनुहुन्छ कमेन्ट बक्समा ड्रप गर्नु होला। यस भिडियोलाई लाइक गर्नु होला, साथीभाइमा शेयर गर्नु होला र शेयर बजारसँग रिलेटेड नयाँ र ताजा अपडेट हेर्न नछुटाउनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला, बेल आइकनमा क्लिक गरी अल नोटिफिकेसनलाई पनि सेट गर्नु होला। फेरि पनि अर्को भिडियोमा नयाँ अपडेटका साथ उपस्थित हुने नै छौं। नमस्कार।